एनपिएलको सेकेन्ड सिजनको लागि डिफेन्डिङ च्याम्पियन जनकपुर बुल्सले आफ्नो फाइनल स्क्वाड अनाउन्स गरेको छ, जसको हेड कोच रहेका छन् शिवनारायण चन्द्रपाल, त्यस्तै अनिल कुमार शाह क्याप्टेन, आसिफ शेख, ललित नारायण राजवंशी, तुलबहादुर थापा मगर, विकास आग्री, सुभाष कंसाकार, सचिन भट्ट, रूपेश सिंह, किशोर महतो, मयन यादव, आदित्य महता, लाहिरू मिलन्था, ज्यान निकोल लोफ्टी इटन, लाहिरू सामराकुन, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, सङ्गीत कुरे, इमरान ताहिर र पप्पू यादव रहेका छन्। योमध्ये मिलन्ता, लोफ्टी इटन, सामराकुन, पार्नेल, कृष्णमूर्ति र कुरे र इमरान ताहिर गरी जम्मा 7वटा खेलाडी विदेशी खेलाडी रहेका छन् भने पप्पू यादवलाई चाहिँ ट्यालेन्ट हन्टबाट सिलेक्ट गरिएको हो। आसिफ शेख र लाहिरू मिलन्ताले ओपनिङ गर्छन् भने स्पिनरमा ललित राजवंशी, तुलबहादुर थापा, आदित्य महता, सचिन भट्ट रहेका छन्।